हामी इन्टरभ्यू चाहिँ रेडी गर्दैछौँ। हामी अनर सरलाई बोलाउँदैछौँ अनि त्यसपछि हाम्रो स्काई सरलाई बोलाउँदैछौँ। बिकज यो दुइटाको बिचमा पनि अलिकता जोस चाहिँ गएकै हो। ड्र्याग गरौँ होला चार्ली साथी, ड्र्याग गरौँ, ओनरलाई चाहिँ ड्र्याग गरौँ। ओनरसँग चाहिँ कुरा गर्नै पर्ने हुन्छ। क्यामेरा हालिहालौँ। अब ओनर सरबाट चाहिँ पहिला सुरु गर्न चाहे। आई मिन रिग्रेट भएको अवस्था त छैन त्यस्तो केही। साथी गेम देखेन मैले कस्तो हानेको थिएँ मैले हान्न त अझै 3टा राख्नुपर्ने रहेछ कि है। होइन ठिकै छ। अब फर्स्ट गेम हामीले हल्का बुझ्न गाह्रो भयो, सेकेन्ड गेममा हल्का बुझ्यो, तेस्रो गेममा त धेरै बुझिसकेको थियो। तर हल्का अब यस्तो भयो नि त साथी, अब हामी सिसी भनेको अब हामी सँगै सधैँभरि खेलिराखिँदैन। अब केटाहरू त सधैँ अब उनीहरूको सिनर्जी पनि राम्रो छ नि त, सँगै खेलिरहने हो उनीहरू होइन। अब यस्तो अब यतिको लबीमा पनि केटाहरूले यति सेकेन्ड भने त अब के हामीले यस्तो 25, 26, 27, 28 कति हान्यो, अब केटाहरूले 30 पनि हानेनन् भने त दिल्ली दिनरात रगटेको के काम भयो, यति पनि हान्न सकेनन् भने भन त। एमबिपी सर केही भन्न चाहनुहुन्छ यस बारेमा? ए म एमबिपी हो होइन होला नि म। आई मिन तपाईँलाई हामी एमबिपी भनेर चिन्छौँ भनेर भन्नु ए खोजेको। म केही भन्न चाहदिनँ। अझै 3 म्याच राखेको भए त दाइ अहिले नै डिमोटिभेट भइसक्नु भयो थियो। 3 म्याच राखेको भए त त्यो पछाडि अब खासले चाहिन्छ। केटाहरूको अब पिएमएनसी पनि आउँदैछ, अलिकति जोस नगुमोस् भनेर पनि हामीले अलिकति बिस्तारै नै खेल्यौँ यो भनौँ लाइन न। मैले कता कता तपाईँलाई सिकाइएको हो तरिकाले सुन्दै थिएँ हो। होइन 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 जोस सिकाइएको त होइन, त्यो पनि जोस मेरो उयो मनबाटै आएको कुरा हो। के छ ठिकै छ त? त, गेम राम्रै भयो हाम्रो त, राम्रै लाग्यो मलाई त जोस। तर अलिअलि हाम्रो चाहिँ अब सिनर्जी अलि मिलेन भनौँ न। अब होइन राम्रै खेल्नु भएको, तर त्यो अलिक लेभलले त्यति नै हो क्या हामीसँग जुरेसी चाहिँ। ठिकै छ त। कुरा सही पनि हो। अब त्यत्रो दिएर त्यसरी राखेर होइन दिनरातै रगडाएर अब हामीले जित्यो भने त बिला भयो केटाहरूको। अनि त्यही भएर पनि अब हामीले पनि अलिकति सोच्नु पनि पर्यो नि अनि त। हल्का प्यान त गयो कि क्या हो? खोइ अब कसले खायो थाहा भएन। हल्का अब मैले त थाहा छैन, मैले त खाइनँ पनि। अब हान्न चाहिँ खोजेको थिएँ, अब त्यो खाने मान्छेलाई थाहा होला। त्यसै खाने मान्छेले आफूले नखाएपछि थाहा हुँदैन। थाहा नै भएन हौ। मैले रियाक्सन चाहिँ सुनेको थिएँ, मैले अडियो त सुन्दै थिएँ। थाहा नै भएन त्यो चाहिँ। यो चाहिँ अलिकता याद भएन होइन त। ल अब अर्को राउन्ड च्यालेन्ज हान्ने कि नहान्ने त नियर फ्युचरमा कि अलिकता टाइम लाग्ला जस्तो छ? अब हान्नुपर्छ होला बिस्तारै। ठिकै छ अलिकति होइन, अलिक 4-5 वर्षै लाग्छ जस्तो छ। होइन अब ठिकै छ त केटाहरू। अब दिनरात खेल्नेले पनि यति खेल्दैनन् भने हामी हेर न, वर्षमा एकचोटि खेल्ने मान्छेले त यतिको खेलिरहेको छौँ होइन। अनि अलिक यतिको त ह्याप्पी तर पर्यो नि। यतिको खेले पनि अलिक स्टोरी राखेको जति गेम चाहिँ आएन है। ल यार होइन, केटाहरूको लागि राखिदिएको नि, स्टोरी राम्रो खेलोस्, आउँदैछ नजिक हुँदैछ जोस होइन, आओस्, मोटिभेट जोस होस् आओस्। भनेर। अब त्यही त। ठिक छ। अब तिमी केटाहरूलाई अहिले हामीले हराएको भए त कस्तो झन् डिमोटिभेट हुनसक्छ। त्यो त हामीलाई लस हो नि त। त्यो त हामीले सबै बुझ्नु पऱ्यो नि त। एउटा अडियन्सहरूलाई पनि लस हो, हामी अब टिमको म्यानेजमेन्टलाई पनि लस हो। त्यही भएर केटाहरूलाई चाहिँ हल्का जोसाइदिइरहेको हो क्या। यतिकै जोसमा ठिक खेल्नु छ। नि अब भोलिको दिनमा पनि हामी नै सम्झेर अपोनेन्टमा त्यसरी नै हार्नु होइन। ठिक छ, तर जस रमाइलो खेल्न चाहिँ रमाइलो नै भयो। मजा आयो तर। रमाइलो भएको थियो ठिक खेल्न छ, चाहिँ। थ्याङ्क यू साथीहरू होइन। हामी नेक्स्ट सिजन पनि गरौँला अथवा नयाँ सिसी ल्याउँला होइन। प्लेयरहरूलाई अब यस्तो भयो क्या, प्लेयरहरूले प्लेयर खोज्नुपर्ने अवस्था भएन, तर सिसीले चाहिँ नयाँ टिम बनाउनु पर्यो हाम्रो होइन। सिसी अलिकति एब्सेन्स पनि भयो नि त। राम्रो अब जमानाको नेपालको टप बेस्ट आइजिएल आज कहाँ हराउनु भयो। उहाँ सिसी भएको भए चाहिँ अलिकति काम हुन्थ्यो होला। आज अब सिसी नभएर अर्को लिसीलाई लिएको प्यान खायो मैले त्यसले नै। गेस्टले प्यान खायो तिउँदै, अब के भन्नु। अनि ठिकै छ। अर्को एउटा गेस्ट ल्याउने प्लान थियो, उहाँले प्यान खाएको भए त डिमोटिभेट नै हुने सक्ने। डिमोटिभेटै हुनुहुन्थ्यो। ठिकै छ, आफ्नै मान्छेले खानुभयो, उहाँलाई त्यस्तो छैन होला। अलिकति मनमा त लागेको होला, देखाउनु भएको छैन उहाँले। मनमा लाग्यो होला। हात र मेन्टली हल्का रिफ्रेस हुनुको लागि उहाँ भन्नुभयो त्यो गेममा आएपछि। अर्को उता म मेरो प्राइममा भएको भए भन्दै हुनुहुन्थ्यो त्यहाँ नेरो सर। उहाँले नि भेट्नु भएछ, गुनासो पोख्दै हुनुहुन्थ्यो हामीसँग। धन्दा हामी चाहिँ अगाडि मरिएछौँ, मर निन्जा चाहिँ होइन।
मेरो सर पनि अब प्राइममा भएको भए चाहिँ भन्दै भने त खोइ सरको प्राइम पनि देख्न त देखिएन। ल ठिकै छ ठिकै छ। ल ठिक छ। साथीहरू, धेरै 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 धन्यवाद भने मैले होइन। अब स्कोर कति भयो भनेर म हिसाब किताब गर्नेछु। थ्याङ्क यू सो मच साथीहरूलाई चाहिँ अहिले भरे होइन। हेरौँ म होला यसो नि, यहाँ बिदावादीतर्फ नभन्नु चाहिँ होला लागेँ। है। मजा आयो। अब अर्को एडिसन पनि हामी चाँडै हेर्नेछौँ है त। ओके ल ल सबैजना जोइन भइदिनु भएकोलाई धन्यवाद। ओपी धन्यवाद। सब्सक्राइब गरिदिनु होला। 100K को नजिक छौँ हामी सबैजनाले हेरेर। टिडिएम भन्दै ओके। हुनुहुन्छ, टिडिएम को लागि के हो अर्कोचोटि? अर्कोचोटिको प्लानमा टिडिएम रहेको छ। अर्कोचोटिको त्यही भएर प्लानमा अहिले चाहिँ हामी TDM। त्यसलाई चाहिँ के भन्छ स्पोइल गर्न चाहिँ चाहँदैनौँ। त्यसलाई अलिकति अर्को यसको पार्ट 2 जुन छ त्यो चाहिँ अझै बिगर भइमा आउँदैछ। त्यही भएर चाहिँ एनिवे ल इगल साथी मलाई